ल धेरैजनालाई चाहिँ पाइथन इन्स्टल गर्ने अप्ठ्यारो भयो जस्तो लाग्यो मलाई होइन, अलिक कन्फ्युज भयो जस्तो लाग्यो। म अलिकति सर्टकटमा भनिदिन्छु है, के गर्नु पऱ्यो भनेर। सबभन्दा पहिला चाहिँ तिमीले पाइथन डाउनलोड गर है। डाउनलोड गर्नु अनि डाउनलोड गरिसकेपछि यहाँनिर डाउनलोड पाइथन छ, अहिले लेटेस्ट भर्जन नै गर्दा हुन्छ 3.1.35 है। अनि यो गरिसकेपछि अब मैले चाहिँ डाउनलोड गरिसकेको छ, सो द्याट मैले यहाँ भनौँ न यसैलाई रन गरेर इन्स्टल गर्नु। अनि यो इन्स्टल नहुने चाहिँ यहाँनिर इम्पोर्टेन्ट कुरा भनेको चाहिँ एट python.exe to path है, यो चाहिँ एकदम इम्पोर्टेन्ट भयो, यो गर्नु होला। अनि यो गरिसकेपछि अनि रन गर्नु। मेरोमा अलरेडी इन्स्टल छ, त्यो चाहिँ प्रब्लम भएन। त्यस पछाडिको स्टेप भनेको चाहिँ के हो भने तपाईँ केमा जानु भन्दाखेरि सिएमडीमा जानु है, सिएमडीमा जानु। अब अनि सिएमडीमा गइसकेपछि चाहिँ तपाईँले पिप हान्दाखेरि यहाँनिर चाहिँ यो चाहिँ लाइब्रेरी इन्स्टल गर्ने एउटा भनौँ न हो। अनि यसमा यो पिप हान्दाखेरि यो आयो भने चाहिँ तपाईँको त्यो पाइथन त इन्स्टल, पाइथन हान्नुभयो भने पाइथन यस्तो आउनु पऱ्यो, सो द्याट यो पाइथन इन्स्टल भयो भन्ने बुझिन्छ होइन। र अनि पिप हान्नुभयो भने पिप हान्ने भनेको चाहिँ यसले चाहिँ तपाईँहरूको लाइब्रेरी इन्स्टल गर्न हेल्प गर्छ। अनि यो गर्दाखेरि आउनु पऱ्यो। अब यदि यो पिप गर्दाखेरि यो आएन भने चाहिँ तपाईँले के गर्नु पऱ्यो भने पाइथनको यसको लोकेसन हेरेर त्यहाँनिर पिप भन्ने फोल्डरलाई चाहिँ अनि तपाईँले इन्भाइरोमेन्टल भेरिएबलमा लगा अथवा पाथमा हाल्नु पऱ्यो है, त्यो गर्न सकिन्छ। ओपन फाइल लोकेसन यहाँनिर छ। अनि यहाँनिर सायद लाइभमा हुनु पर्यो जस्तो लाग्छ। यसको पिप एकछिन जस्ट अ मिनट। स्क्रिप्ट्स यहाँनिर यो स्क्रिप्ट भन्ने छ जुन, यो स्क्रिप्ट भन्नेलाई चाहिँ तपाईँले इन्भाइरोमेन्टल भेरिएबलमा लगेर हाल्नु र नर्मली अहिले चाहिँ अब त्यो सबै पढ्दैन, पहिला चाहिँ पढ्थ्यो है, अब अहिले के छ। अनि तपाईँ यसलाई चाहिँ के गर्ने त, अनि यहाँनिर प्रपर्टिजमा गएर अनि एडभान्स सिस्टम सेटिङ्समा गएर अनि यहाँनिर छ। अनि यसमा चाहिँ तपाईँले अनि पाथ भन्ने छ यहाँनिर जुन, पाथमा अनि एड गरिदिनु होला यहाँनिर है, त्यो गरेर पनि भइहाल्छ। यो गरेर त्यो लिङ्क जुन मैले लिङ्क कपी गरेँ अघि त्यो लिङ्क लिएर यसमा लाएर पेस्ट गरिदिनु होला है, न्यू गरेर अनि तपाईँले यहाँनिर गर्दा पेस्ट गर्दा भइहाल्छ। त्यो गऱ्यो भने तपाईँको त्यहाँनिर पिप कमान्ड हान्ने बित्तिकै के आउँछ त, पिप कमान्ड हान्ने बित्तिकै यो चाहिँ आउने भयो। नेक्स्ट स्टेप भनेको चाहिँ सर्टेन लाइब्रेरीहरू चाहिन्छ हामीलाई है। लाइब्रेरीहरू के चाहिन्छ भन्ने कुरामा चाहिँ मैले तपाईँलाई पठाइदिएको छ लिस्ट त्यही पनि। नर्मली पिप इन्स्टल नमपाई है, अनि म्याटप्लटलिब अनि साइपाई है, यो तिनवटा यसरी एकैचोटि हान्दा हुन्छ होइन। अनि एकैचोटि हानिसकेपछि चाहिँ यसले इन्स्टल गर्छ पालो पालो। अनि तर तपाईँको ल्यापटप चाहिँ इन्टरनेटमा कनेक्ट भएको हुनु पऱ्यो। और यदि कन्फ्युजन भयो भने एकचोटिमा नम्पाई इन्स्टल गर्नु अनि फेरि त्यो सकिसकेपछि म्याटप्लटलिब गर्नु अनि त्यस पछाडि फेरि साइपाई गर्नु है त। यति गरिसकेपछि नेक्स्ट स्टेप भनेको चाहिँ तपाईँको के हो भने भिएस कोड है, सजिलो छ भिएस कोड गर्न त हामी पाइथनकै अब आइडीबाट पनि गर्न सक्छ। तर भिएस कोड डाउनलोड गर्नु अनि भिएस कोड डाउनलोड गरिसकेपछि अनि आई थिङ्क वी आर रेडी है। ल